यो खास चाहिँ मैले हैन भरे हलुवा बनाउनु भनेर ल्याएको के तर अब भरेसम्म यो बद्दैन जस्तो लागिरहेछ है अनि त्यही हो ल सबै चाहिँ नसक्नु है ल माइजू के भन्नु छ सन्ध्यालाई कति हो 25 लाख ल माइजू के भन्नु छ राम्रोसँग चेकअप गर्नु होला गलामा यति धेरै भएर छ र अलिकति चेकअप भयो अनि सल्लाह परामर्श लिएर हामी फर्किँदैछौँ बिरामी चाहिँ उयो हो है फल्न सक्छ हामी पेट्रोल हाल्न पर्ने छ पेट्रोल हाल्न मिल्छ मिल्दैन हेरौँ पहिला मिल्यो भने मात्रै हाल्ने हेरौँ है त मिलेन नि त यार हामी घर पुग्छ त पेट्रोल छैन नि त यो खोल्न सकेन क्या अनि जानु परेन यो खोल्न सकेन यसलाई कसरी खोल्ने तर घर गएर उतै हाल्नु है यो यहाँ खोल्न सकेन घरमा गएर उकाउनु पर्ने भयो मजाले ल हामी चाहिँ निस्केको किनभने यो पेट्रोल राख्न अलिक गाह्रो भयो यो मेरो चाहिँ ट्याङ्कीले लक भएर यो ख्याल आए जस्तो ओनै भएन अनि अब हामी चाहिँ यहाँबाट घर गएर यसलाई उकाएर गर्नुपर्ने हुन्छ जम्मा 1 लिटर देखाएको छ उस्तै पऱ्यो भने हाम्रो बाटोमा बिजोग हुन पनि सक्छ बाटोमा बिजोग भयो भने त तनाव छ यार यहाँ पेट्रोल छैन क्या घर पुग्नु पर्ने हुन्छ अनि उता गएर यसलाई ट्याङ्कीलाई अलिकति उकाएर हामीले फुल पेट्रोल हाल्न पर्ने हुन्छ यस्तो छ है उता चाहिँ साउथ इन्डियनको जस्तो फिल्म भइरहेछ त सरर लाएर आम्बु लाउरे दाजु आउनुभएछ देखेछ तिमीले त्यहाँ क्यामेरामा देखेछ त क्यामेराबाट केही देखेछ अगाडि क्यामेराबाट देखेछ मोबाइलमा ओइ कता हो अब अगाडि जानुपर्ने है राम्रोसँग यताबाट जानुपर्ने अघि त त्यहाँबाट गएको जस्तो लाग्थ्यो त मलाई त ए होला होइन त्यस्तो त नगर्नु पर्ने किन उताबाट बाटो छैन नि त जाने ठाउँ 2 जना आउनु सक्दैन त्यहाँबाट यो चाहिँ छिर्कनभन्दा अलिकति अगाडि ठ्याक्क लाएर यो त्यो बाटो खार्दैछ नि त माथिबाट झार्दैछ होइन तपाईँले देख्न सक्नुहुन्छ माथिपट्टि सो त्यो खार्दै गर्दाखेरि सो यहाँ अलिकति जाम पर्यो है ल हामी चाहिँ डुब्रेदेखि फर्किँदै दोस्रो जाममा यहाँ चाहिँ हामी अगाडि नै छौँ अरू चाहिँ पछाडितिर नै छ हजुर है बिजोग भएर बस्दा चाहिँ यहाँ नमुना के अरे सन्ध्या र म पेट्रोल हाल्न पाएर यहाँ पेट्रोल नभएर बल्ल बल्ल धरापमा आएको यार
लागिरहेछ नि मेरो चाहिँ लुज भइरहेछ